सो हेलो गाइस, दिस इज द डे 7 अफ पासिङ माई 5K फन्डेड एकाउन्ट। सो यो ट्रेड चाहिँ एकदम मेरो यो अहिलेसम्मको सबभन्दा वर्स्ट भनौँ कि के भनौँ होइन, अलिकति इमोसनल ट्रेड, सबभन्दा खराब ट्रेड जस्तो भनौँ थियो है। सो यो ट्रेडमा चाहिँ के भएको थियो भन्दाखेरि हामीसँग यहाँ लन्डन हाई थियो, एज यु क्यान सी यहाँनिर हामीसँग लन्डन लो थियो, लन्डन हाई थियो। त्यसरी लन्डन हाई लिइसकेपछि मार्केटले एउटा स्ट्रङ रिभर्सल दियो। स्ट्रङ रिभर्सल दिएपछि यो ग्याप जुन इन्भर्स गऱ्यो होइन, यो ग्याप इन्भर्स गऱ्यो, यहाँनिर हामीले चेन्ज अफ क्यारेक्टर पायौँ। सो यहाँनिर चेन्ज अफ क्यारेक्टर पाएपछि एराउन्ड यहाँनिरको इन्ट्रीमा, सो इफ यु सी दिस एराउन्ड यहाँनिरको इन्ट्रीमा एउटा ग्याप रेस्पेक्ट गऱ्यो। सो त्यो ग्याप रेस्पेक्ट गरिसकेपछि यो बियर स्क्यान्डलमा चाहिँ मैले इन्ट्री गरेको थिएँ। सो यो बियर स्क्यान्डलमा इन्ट्री गरेपछि एसएल चाहिँ मेरो अलवेज यही हाईमाथि हुन्छ। यो लिक्विड स्विप जुन जसले लिक्विड स्विप गर्यो त्यसको हाईमाथि हुन्छ। सो त्यहाँ माथि राखेँ, इन्ट्री यहाँ थियो। सो इन्ट्री त्यहाँ भएर चाहिँ के भयो भन्दाखेरि चाहिँ यो चाहिँ कन्सोलिडेट गऱ्यो, त्यस पछाडि रियल मुभ आयो, त्यस पछाडि फेरि कन्सोलिडेट गऱ्यो, रातभरि होल्ड गरेँ। त्यस पछाडि फेरि यहाँनिर एसिया सेसनमा पनि तल आउँदै थियो, तल आउँदै थियो, तल आउँदै थियो, तल आउँदै थियो, आउँदै थियो, आउँदै थियो, अझै तल आउँदै थियो। त्यस पछाडि यो फेरि लन्डन सेसन खुल्यो, लन्डन सेसनमा पनि टिपी हिट हुनै लागिसकेको थियो। लन्डन सेसन जब यहाँ खुल्यो, यहाँ टिपी हिट हुनै लागेको थियो। एराउन्ड यति मात्रै भएको थियो, $2 मात्रै ग्याप थियो। सो यहाँ $2 मात्रै ग्याप थियो। त्यस पछाडि मार्केट सिधै माथि गयो। सो यु क्यान इमेजिन कि मैले यो ट्रेड एराउन्ड 23:10मा लिएको ट्रेड मेरो 23 लगभग 1 डे 24 आवर्स नै मैले होल्ड गरेँ। सो यहाँ माथि गएर सिधै यहाँनिर म यहाँनिर फेरि लसमै थिएँ। सो यहाँनिर जाँदाखेरि चाहिँ एकदमै साइकोलोजी चाहिँ एकदमै ब्याड भइसकेको थियो। तर मैले चाहिँ अब कि त टिपी होस् कि त एसएल होस्, मैले 2% रिस्क गरेको थिएँ। सो त्यस पछाडि जे होस् भनेर छोडेको थिएँ, बट मार्केट चाहिँ सिधै डम्प गऱ्यो। सो पुरै 1 डेको चाहिँ यो ट्रेड भयो होइन, अलिकति स्वाप धेरै भयो यो ट्रेडमा। सो मैले 4% चाहिँ बनाएको थिएँ यसमा। सो त्यस पछाडि यो तलै गयो, यदि मैले होल्ड गरे भए एराउन्ड यो 5.5 को ट्रेड थियो। तर अब एसएल हिट्नु टिपी हिट्नु पनि ठुलो कुरा भएको थियो। सो मैले यहीँनिर आफ्नो टिपीलाई फलो गरेर